हेलो एभ्रिवान, स्वागत छ मेरो भ्लगमा। र हाल चाहिँ म ग्रिसमा आइसकेको छु मेरो मायालाई भेट्नलाई। माया हुनुहुन्छ साथमा। अनि अब हामी चाहिँ आज घुम्न निस्केछौँ। मायाले चाहिँ मलाई अब घुम्न लानुहुन्छ आज। कुन ठाउँ भन्नु? अनि अरू घुम्न चाहिँ आएको हो, तर नेपालको बौद्ध स्वयम्भू जस्तो छ यो ठाउँहरू। हो र? देखाउन अगाडि पहिला पनि तपाईँ घुमिसक्नु भयो यहाँ? अनि अब हामी चाहिँ दुईजना घुम्न निस्किसकेको छु। अब हेरौँ के हुन्छ तपाईँहरूलाई देखाउने छु। मायालाई चाहिँ कति राम्रो देखेको छ। मायालाई चाहिँ 3 वर्षपछि भेटेको हो। एकदम खुसी छु है। अनि अब धेरै दिन त बस्दिनँ, त्यही पनि अब बसिन्जेल चाहिँ एकदम उहाँलाई खुसी बनाउँछु भनेर आएको। अब हुन त हाम्रो त झगडा परिरहन्छ नि, त्यो पनि अब चाहिँ पर्दैन जस्तो छ है। धेरै वर्ष भएपछि भेट्यौँ नि त। झगडा त पर्नु परिहाल्यो नि, झगडामा माया हुन्छ थाहा छैन। झगडा नपरिकन माया माया मात्रै भन्ने हुन्छ। अब धेरै दिन त छैन, जति दिन भए पनि अब एकदम खुसी साथमा बस्छौँ। अनि फेरि आफ्नो आफ्नो काम त गर्नु परिहाल्यो नि। काम त गर्नु पर्यो पछि भनेको छँदैछ होइन। निस्किँदैछौँ घुम्नलाई। अब यो चाहिँ डाँडामा जानुपर्ने रहेछ के अरे खासमा, माथि। अब हामी चाहिँ अहिले तलै छौँ। अझै माथि कति टाइम लाग्ला? फिलाउँदैन भने त यो यस्तो चेप 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 देखेर मुस्ताङको जस्तै गएको त छैन मुस्ताङ, तर अब सायद त्यस्तो यो चाहिँ के अरे ऊतिर चाहिँ देखेको थिएँ फिल्मतिर। मुस्ताङको फिल्मको दिलाउँछ त यतातिर त। लगभग अब जान चाहिँ कति टाइम लाग्छ? लागिहाल्छ नि 10-15 मिनट। अझ उकालो चाहिँ यहाँबाट माथि जानु निक्लिनुपर्छ। लगभग हामी 15 मिनट जति माथि उक्लेर चाहिँ आइपुगिसकेको छौँ। गर्मी चाहिँ लास्टै रहेछ कि। यो चाहिँ ऐतिहासिक ठाउँ अरे। यता पछाडि देखाउनु कता? मान्छेहरू कति धेरै छ। कति धेरै मान्छेहरू रहेछ। शीतल रहेछ माथि चाहिँ। माथि पनि आइपुग्यो। के भन्नु? हावाले गर्दाखेरि अलिकति गर्मीको चाहिँ हावाले के भन्छ गर्मी हटाइदिएको छ। शीतल भयो नि। अघि तलबाट माथि आउँदा चाहिँ गर्मीले यस्तो उकालो रहेछ कि पुरै 15 मिनट जति चढ्न पर्दो रहेछ। अनि एकदम गर्मी हुने। अब यो अहिले समर भयो नि त, त्यसैले पनि होला। तर माथि आएपछि त एकदम रमाइलो रहेछ है, मान्छेहरू पनि टन्नै। अनि त्यसपछि डाँडामा पनि घुमेर आइसक्यौँ। घुम्दै हामी के अरे मोनेस्टरदेखि आगो टोलीतिर आइसकेको। अनि अब हामी चाहिँ यतापट्टि डाँडा जाने, त्यस पछाडि बिस्तारै घर जाने। ओके, अब हामी त्यता डाँडामा घुमेर चाहिँ फेरि अब यतातिर लाग्दैछौँ। अब कता हो थाहा छैन, मायाले घुमाउनुहुन्छ। अब अहिले चाहिँ जाँदैछौँ। एकदम रमाइलो ठाउँ रहेछ, टुरिस्ट एरिया रहेछ, राम्रो लाग्यो। अब शीतल पनि अनि हरियाली पनि, मान्छेहरू पनि धेरै आउने। आनन्द के भन्नुहुन्छ? मलाई एकदम के अरे सरप्राइज दिएर आएँ। भेरी सो एन्ड आई एम भेरी ह्याप्पी, भेरी ह्याप्पी। आफ्टर 3 इयर्स पछि होइन त गरेको होइन? 3 वर्ष पछाडि मलाई सरप्राइज दिएको अरे। म बियोस छ। अहिले हामी चाहिँ माथि डाँडा साँडा सबै घुमेर चाहिँ फर्क्यौँ। अनि तर है कति राम्रो ठाउँ, हावा आनन्द, मान्छे नि आएको गर्ने, कति राम्रो। अब हामी चाहिँ फर्किँदैछौँ। यो चाहिँ अन्डरग्राउन्ड हुँदै जानुपर्ने रहेछ। अनि मेट्रो चढेर हामी चाहिँ रुम जाँदैछु।
फर्क्यो अनि थाक्यो आज लास्ट एकदम ज्यादा थाक्यो होइन? गर्मी पनि एकदम धेरै अनि हामी चाहिँ फर्किँदैछौँ अनि जुस खाँदै दुईजना जुस खाँदै फर्किँदैछौँ अब अनि भिडियो मन पऱ्यो भने होइन ऊ चाहिँ नयाँ हो युट्युबमा मलाई त्यति बोल्नु पनि आउँदैन तर पनि माया गरिदिनु होला उसको लागि मेरोमा गएर सब्सक्राइब गरिदिनु मेरो पनि छ युट्युब च्यानल चाहिँ उसलाई पनि माया दिनु मलाई पनि माया दिनु होला है त धेरै धेरै धन्यवाद लाइक सेयर सब्सक्राइब बाई